ल गुड मर्निङ सबैजनामा। ल हाम्रो घरमा पनि यस्तो हुन्छ है गाइज। रोनाल्डोको फ्यान सु गर्दै भाइ। औ सुवाला खै त भुजावाला विवेन अर्को भाइले ल चिया खाँदैछ अनि ओके। आज चाहिँ हाम्रो घरको यो भाउजूले टक्क हामीलाई यहाँ के भन्छ गोठ बार्ने भनेर उहाँ टक्क बाँस काट्यो। बिहान 5 बजे उठेर बाँस चिरेर ठ्याक्क त्यहाँ चाहिँ बार्ने रे। यस्तो भएछ गाजी हात काट्यो। हुनुहुन्छ हाम्रा फेरि कुकमेन ल सेफहरू। ल बोय केही भन्न चाहनुहुन्छ? मेरो भ्लगमा ल के पकाउँदै हुनुहुन्छ? के पकाउने मैले तरकारी के को होला आज? आलु हो, चिचिन्डा हो, सोबिन हो। कुन चाहिँ चिचिन्डा हो? यो हो अरू आलु त्यो के हो त्यो कराईमा? कराईमा अब कुराको के कुराको हो है? प्याज बेसार। ल गाउँघरमा अर्ग्यानिक खाना यसरी पाक्छ है साथीहरू। हामीले दाल छ मसुरको मसुरको दाल छ अरे। लौ दाना दाल दाना दाल। ल हेलो भनिदिनु। ल बाई भनिदिनु भाइ। ल ल हात हल्लाइदिनु। ल ल बाई बाई बाई। अन्त सिरियल चिया खाएर काम पछिको थकान पछिको यो चिया चाहिँ एकदम मजा लाग्छ है साथीहरू। ट्याक्क खाना भाउजू रोनाल्डोको फ्यान यहाँ छ है हाम्रो प्यान्ट जर्सी लगाएको। बिहान बिहान रोटी त्यो रोटी ल के हो यस्तो। ल टक्क चिया पानपछि हाम्रो अब काम सुरु भयो है गाइज। टक्क अब दुईजना जानुभयो दौडोस् म पनि जान्छु। ल अब यो बाँसले टक्क यहाँ यो ठ्याक्क बारेर भित्र बाख्रा टोक्ने बाहिर बाख्रा भैँसी यो भर्याङ पनि त फाल्नु पर्यो क्या। यो भर्याङलाई नि त फाल्नु पर्यो नि। भर्याङ पछि लाने भाउजू के छ भाउजू? त्यहाँ टमासर लिएको तिर्पाल होइन र बोट पक्को रहेछ नि यार है। ल गाइज हाम्रो त 3टा बोका छ है। कसैलाई चाहियो भने 5 महिनापछि झक्कडी हुन्छ। यो छ एउटा, यो छ अर्को डोन जेठा कुन अरे यो जेठो, यो माइलो, यो कान्छो। एउटा माहा मारे नि 5 रुपियाँ। 4वटा मार खै तिम्रो मार छिटो। ल माहा मार्ने कम्पिटिसन छ है गाइज। माहा धेरै भएर दबाई हाल्दा नि भएन। मार 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 मार। छलफल हुँदैछ यहाँ कस्तो गराउने घरको डाउनहरू अलिअलि कमेडी नै हुन्छ है, रमाइलो। यहाँ हामीले काम गर्ने उहाँ माथिबाट हेर्ने यस्तो छन् कुर्जिया मस्त आनन्द छैन लाग्यो। रमाइलो छ नि यता। ओ रोनाल्डोको फ्यान हात लैदे ल सु ल सेलिब्रेसन। हाम्रो फाइनल फिनिसिङ यस्तो है। हात चाहिँ करायो के यहाँनिर नै जाने मेरो घर बारी त्यो भन्दा गोठतिर भाउजूले गोठ बाख्राहरू पनि डङ्ग पऱ्यो खाने। आज गोठभरि मान्छे देखेर साढे जुदाई बोका जुदाई। ल गाइज भइयो आज काम स्याउ फफा गर्दै
यो घर बसेर हेर्ने जनताहरू हाकिमहरू ल काम भ्यायो अब खाना खान पाइन्छ होला नि पाइन्छ हो ठिकठाक भयो मिस्त्री के छ भने आज काम कस्तो भयो त भन्छ के पुरै टाउको यस्तो यता दिदी यता आमा को भलको नमस्ते होला जस्तो ओके